हामी कहाँ जाने रे? आज हामी कोरियन जस्तै राम्री बन्न जाने। राम्री भएर चाहिँ के गर्ने अनि? भएर केटा पठाउने। त्यसलाई पक्रा जाऊ, सब मिलेर पक्रा त चारैजनाले पक्रा त्यसलाई। आँखाको परेर लामो गरम। लामो क्रुसिङको जस्तो यकु खालको। हाम्रो जाजक निमको चाहिँ दारी पाल्ने हो कि। कोरियन मान्छे बनाएको। बोनस न नब्स यो मैले नि पैसा कमाएँ ल। लाइक एन्ड सब्सक्राइब गरिदिनु प्लिज। अनि नगरे पनि प्लिज गरिदिनु। हेलो नमस्ते अनि स्वागत छ यार सम्पूर्णलाई प्रणिलम ब्लगमा। साथीहरू आराम हुनुहुन्छ? आज चाहिँ सम्पूर्णलाई आराम होला। साथीहरू आज चाहिँ यो कोरियामा चाहिँ खत्रै पाराले चाहिँ जमाएर बसेको केटीहरू ग्याङ छ। यो नानीहरूलाई चाहिँ आज चाहिँ स्पेसल्ली कोरियन जस्तो राम्री हुनु पर्यो अरे भनेर चाहिँ मलाई भनेको थियो। त्यो भएर एउटा कोरियाको यो छाला विशेषज्ञलाई चाहिँ बोलाएर चाहिँ के भन्छ बुकिङ गरिराखेको थियो एउटा रुममा बोलाएको छ। अनि हस्पिटल गयो भने चाहिँ अलिक महँगो पर्छ भनेर रुममै बोलाएर चाहिँ राखिरहेको थियो। अनि यो सबजना हेर्नुहोस्, यो 4-5 जना छ। यसरी सबलाई लगेर हाम्रो एउटा अर्को भाइ पनि छ, उसको पनि गर्ने रे, भाइको चाहिँ के हो गर्ने रे, सबैको गर्ने रे। हामी चाहिँ यसरी जाँदैछौँ। हामी कहाँ जाने रे? आज हामी कोरियन जस्तै राम्री बन्न जाने। राम्री बन्न जाने होइन त? हजुर। को राम्री बन्ने? सबैजना। ल सबैजना होइन त? केटाहरू पनि राम्रो बन्ने होइन त? के छ एक्साइटमेन्ट कस्तो छ? एकदम होइन त? अनि राम्री भएर चाहिँ के गर्ने अनि? केटा पठाउने। कोरियन जस्तो भएर कोरियन केटा पठाउने रे होइन? ल यसरी चाहिँ अब हामी चाहिँ जाँदैछौँ बाटो। यो चाहिँ हाम्रो बाटो। त्यो पर चाहिँ एक ठाउँमा छ हाम्रो बुकिङ गरिराखेको ठाउँ चाहिँ, त्यहाँ जाँदैछौँ हामी। ल हेर्दै गर्नु ल, यो नानीहरू चाहिँ अब कतिको राम्री हुन्छ कस्तो हुन्छ प्रत्यक्ष रूपमा तपाईँहरूलाई देखाउँछु। अनि ल अलि छिटो जाऊँ ल। यो चाहिँ हाम्रो नेपाली केटीहरूको ग्याङ कोरियामा राम्री हुन जाँदैछ यिनीहरू चाहिँ होइन त? यो चाहिँ खतरा गाडी रहेछ है, यो किन्नु पर्ला चाहिँ। यो चाहिँ खत्रै रहेछ साँच्चीकै यार। एकचोटि चढी हेर त, चढी हेर न एकचोटि। चढी हेर भने चढ्नै मारेन यार। ल हामी चाहिँ यसरी ग्याङमै जाँदैछौँ। आज यिनीहरूलाई लगेर टक्क गराउनु पऱ्यो के कस्तो हुँदो रहेछ। ल हेर्दै गर्नु ल, हामी चाहिँ पुग्नु थालेको छ। कोरियन बन्ने हेर्नु भयो नि? कोरियन बन्ने हेर्नु त? कोरियन जस्तो राम्री बन्ने हेर्नु त? ल ठाउँमा चाहिँ ट्याक्कै आइपुगेको छ हामी। अब यहाँबाट भित्र जाने ल। यही हो ल, हामी भित्र छिर्छौँ। हेर्दै गर्नु होला। यसरी ट्याक लगाएर 2 तल माथि 208मा छ हाम्रो रुम चाहिँ। वेलकम वेलकम। यस्तो आधार लाउँदै जाने भित्र। वेलकम 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 वेलकम। ल सबजना भित्र गयो। ल मेन नाइकी आउँदैछ, जुत्ता खोल्दैछ। डिङ्गो पार्टी, डिङ्गो जुत्ता खोल्दैछ। के गर्नु आएको? यहाँ हामी आज ट्रिटमेन्ट राम्री कोरियन मान्छे बन्न आएको। कोरियन मान्छे बन्न आएको कस्तो हुँदो रहेछ हेर्नु है तपाईँहरूले फेरि आउनु होला फेरि कोरिया भएको जति छ। यति राम्री छ अझै राम्री हुनु पर्यो रे। राम्री हुनु पर्यो नि। यति राम्री छ अझै राम्री हुनु पर्यो रे मान्छेहरूलाई। यहाँ कोही यसरी ट्रिटमेन्ट चाहिँ यसरी हुँदैछ। यहाँनिर चाहिँ यो के हो भनेदेखि यो कालो दागहरू चाहिँ निकाल्ने यहाँ चाहिँ कोरियन छाला विशेषज्ञ चाहिँ पुरै गर्दैछ। ल त्यो बहिनीले चाहिँ सुन्छ भनेर खासाखुसु गर्दैछ। सबभन्दा नलजाउने बहिनी चाहिँ त्यहाँ छ। मास्क खोल त खोइ, मास्क खोल न खोइ, मास्क खोल त खोइ। सबभन्दा नलजाउने बहिनी है यो चाहिँ। आज ल कोरियाको केटीहरूको ग्याङको चाहिँ आज दरो ट्रिटमेन्ट हुँदैछ राम्री हुनुलाई। यता हाम्रो साजङ निम यो सेतो के लाउनु भएको?
लजाएर छैन मान्छेहरू साझा नि भन्ने सब लजाएर छैन नि केही पनि ह्यान्डसम बन्ने हो। आज चाहिँ हाम्रो स्पेसल्ली यो छुट्टी भएको दिनमा छुट्टीको टाइमलाई सदुपयोग गर्दै यसरी हामी चाहिँ के गर्दैछौँ राम्रो र राम्री हुनु आएको छौँ। हामीले चाहिँ अब यो डक्टरलाई चाहिँ बाहिरबाट बोलाएको हो। यो चाहिँ धेरै टाढादेखि आएको, हामीले चाहिँ पैसा पे गरेर बोलाएको। अनि यो चाहिँ एउटा मोटेल भन्छ, सुत्ने ठाउँ भनौँ न। यो रुमहरू नपाउँदाखेरि सुत्ने ठाउँ चाहिँ हो यो। यहाँ चाहिँ ल यसरी गर्दैछौँ, ट्याक ट्याक गर्दै पुरै गर्दैछ कालो हटाउने। अनि पनि तपाईँको चाहिँ के गर्ने, आँखाको परेला के गर्ने रे? आँखाको परेर लामो गरम लामो क्रुसिङको जस्तो यकु खालको अगाडिको मान्छेलाई ठोक्ने गरी घोच्ने होइन, झिँगा बस्दा नि झिँगा घोचेर मर्ने गऱ्यो होइन त। सही हो, सही हो। अनि यता सोनाम बहिनी चाहिँ के गर्ने रे? के गर्ने रे? खै कपाल सिधा बनाउने हो। कपाल सिधा बनाउने हो। अनि यता चाहिँ के गर्ने रे? मेरो चाहिँ अनि यो कुठीहरू यिनीहरू सबै फालेर राम्रै हुने हो कि राम्रै हुने रे ल। अनि हाम्रो झाझाक निमको चाहिँ दारी पाल्ने हो कि दारी फाल्नु पर्दैन, दारी चाहिन्छ होइन? दारी चाहिन्छ, यो त शोभा हो। यो त स्वभाव हो नि छोरा मान्छेको होइन। यता चाहिँ लो अब उसलाई चाहिँ दुखेर पुरै हेर्नु रातो रातो भइरहेछ, शीतल भइरहेछ अहिले। शीतल हुन्छ। एउटाको सक्यो। तपाईँको फिलिङ कस्तो भयो? दुख्दो रहेछ? ल अर्को साथीले कोट खोल्दैछ ढ्यान्टाडन ढ्यान्टाडन गर्दै। किन चाहिँ गरेको यस्तो? राम्री बन्नु। कोरियन जस्तो राम्रो भन्नुलाई कोरियामा आएर ल हेर्दै गर्नु होला। पालो पालोले चाहिँ यहाँ गर्दैछ। अब यो पछि चाहिँ अर्को बहिनीको पालो, अनि यता पालो, अनि हामी चाहिँ हेरेको हेरे। ठ्याक्कै कोरियन जस्तो चाहिँ मेन चाहिँ यो हो। भाषा मात्रै अलिकति नआउने भएको। दुख्दो रहेछ, रुँदै यता फर्काउँ एकचोटि। ओ कस्तो धेरै लाएर यार, त्यो पुरै मजा आएन नि? ऊ त्यहाँ पोलेको यार, हेर्नु धुवैँ आउँछ यार त्यहाँनिर। ल हेर त धुवैँ आउँछ। अब आगै बल्दो रहेछ नि त्यहाँ त। हेरौँ त मेघराज, हेर्नु त आगै बल्दो रहेछ नि। यसको हेरौँ है। खामानी छ 안돼. 가만히 있어야 돼. 움직이면 안 돼. कामेको च्यापो। एक दुईचोटि हो। 가만있어. 그렇게 움직이면 내가 잘 빼주지. तिम्रो पालो आउँदैछ। पालो स्वाद पर्छ। हेरौँ न अहिले के हुन्छ। यहाँ आउला अब कस्तो हुँदैछ, फिलिङ कस्तो हुँदो रहेछ? कस्तो फिल भइरहेछ? 뭐라고 사진 이렇게 다 찍는 거야? यो त यस्तो गर्नु भन्ने नि कहाँ ल्याएर फसायो? कस्तो फिल भइरहेछ? ठिक छ? के आशा आयो? आँसु आयो? आँसु पुस्दैछ। अलिकति बढ्ने गरेर पछाडि घुसिन्न आँसु आयो त। नुन पनि 나온다 हो। 이제 기쁜 거 안 빠진 거 있으면 와요. 해줄게. 다음에 아니 지금 제 말은 지금 이거 한번 했잖아요. 네. 2차 다 끓는 거예요 이거? 네. 붙여야 되는 거 없어요? 붙이면 안 돼. 이거 바람 맞춰야 되고 지금? 그냥 놔두세요. यतिकै राख्ने रे सबैले त्यो के नलाउने रे। 그럼 저기 샤워도 해야 돼요? 오늘은 세수하지 말고. 그냥 항상 있다 생각하고 가볍게 하면 되지. 네네네. 그냥 불려서 네. 불려 그 딱지만 없지 않아. 물티슈로는 되건죠? 네. ल आज चाहिँ अब यस्तो ठ्याक्क लगाएर चाहिँ यो मुख नधुने रे पानीले, मामले भनेको हाम्रो मामले। अनि के अरे उयोले टिस्युले चाहिँ पुस्दा हुन्छ अरे। सबैले बुझ्यो? ओके।
ल कस्तो फिलिङ कस्तो सिरिरी हो गएर मेरो त किन रोको त अनि आँखा छेउ कस्तो दुख्यो किन रोको त अब दुखेर नि दुखेर ल अब ल यो बहिनीको पालो ल पर्दैन तर मेरो चाहिँ आँसु चाहिँ आएन पत्ता आउँदैन त्यसलाई पक्रा जाऊ सब मिलेर पक्रा त चारैजनाले पक्रा त्यसलाई को रहेछ बुढोको याद आयो कि मम्मीको याद आयो किन रोगो यो किन रोगो मेरो राम्री भएर याद आएर 뭐야? राम्री हुनलाई यसरी रुनु पर्दो रहेछ क्या 못 참으면 रोएपछि चाहिँ राम्रो हुने रहेछ नि के रे हिमालको छोरीको ताकत कति हुन्छ के थाहा सहनु सक्ने होइन ल सहँदै छ यहाँ खामसाम नि त तान नि त्यसलाई कस्तो भयो दुख्यो त भित्तामा डराएर बस्छ मर्ला जस्तै पसिनै पसिना ल अब सबैको सक्यो होइन त सबैको एक्सपिरियन्स चाहिँ दामी भयो नि त एकदम सोचेको भन्दा पनि ल कति राम्री भएछ नि धेरै तपाईँको दाग पनि देखिरह होला पुरै डर कति राम्रो रहेछ है कति राम्रो भएछ हिजो थाकुन छ यो हल्का अप्स यो अब चाहिँ सबैको सक्यो अरे होइन कस्तो भएछ यता हेर त ल सबै राम्री भयो नि त राम्री भयो नि त आकाशी अत्ते इपयो ओके कस्तो भयो ठिक छ एकदम यता सबभन्दा नरुने मान्छे चाहिँ आज चाहिँ हामीले यसरी चाहिँ यो सबैलाई चाहिँ कोरियन जस्तो बनाएर होइन अब राम्री हुन्छ सबैजना अनि पैसा चाहिँ यस्तो गएको छ अनि थाहा खेसार्न छगी 10만 원 남는 거 4명이 5만 원이요? 5만 원씩. 5만 원씩. 그렇게 비싸요? 비싸까지 싸지. 4 लाख चाहिँ सुई आज 1 घन्टामा ठाउँको ठाउँ 4 लाख अब आजको छुट्टीको दिन कमाइ पनि यसले खाइहाल्यो बुढी माउले होइन सबै अब ल झ्याम पैसा तिर पनि जम्मा भएन यस्तो नोट दिँदाखेरि तर अनुहार पनि अब चिल्लो हुन्छ नि त धेरै नै पैसा यो भन्दा नि राम्रो रे के यो फोटो भन्दा नि राम्रो ल अब सबले पैसा झिक्दैछ अब राम्री त भयो अब पैसा नि झ्याम जाने होला होइन यता नि सबै पहिला नोट अब 1 लाख चारी ट्याक तिर्दै त काम पनि गरेछ यसरी गर्मी भएको थियो होइन पैसा फाले त शीतल भयो पुरै एउटै हो 아가씨 5만 원, 여기 아가씨 10만 원. 저 보너스는 없어요? 다 내렸잖아요. 예. 서비스. मैले पैसा कमाएँ ल तिमीहरूको म चाहिँ दलै भयो कि यस्तो पैसा आयो ल 감사합니다. 감사합니다. ल के छुटेन हेरौँ है भित्रै शीतल भयो नि त अब ल पैसा नि तिर्यो होइन झ्याम्मै तिर्यो एक दिनको कमाइ चाहिँ सबै गयो पो अब हेर्नु त अघि कस्तो थियो अहिले ट्याक्क गरेपछि सब राम्री भएर है यता नि राम्री सब ल यता हाछी गरेर अघि कस्तो नराम्री थियो अहिले त सब राम्री देख्यो त नि पुरै चिल्लो छ चिलिक्कै छ ल यति पैसा तिरेर गरेपछि चाहिँ कोरियन चाहिँ टल्किने रहेछ नि यता हो ल सबजना चाहिँ अघि कस्तो नराम्री थियो अहिले त सब राम्री भएर निस्किया छ ल आजको हाम्रो सौन्दर्य हुनेहरूको चाहिँ भ्लग चाहिँ कस्तो लाग्यो होइन एकदम राम्रो लाग्यो अब आज चाहिँ हामीले ट्रिटमेन्ट गर्यो होइन सिरियसली गजब लाग्यो होइन सिरियसली नै कुरा गरेको छु मैले अहिले चाहिँ ट्रिटमेन्ट गरेँ तर अब नेक्स्ट ब्लगमा चाहिँ तपाईँहरूले हेर्नु होला अब यो दागहरू कस्तो जाँदैन रहेछ अन्त राम्री भएर आउँछ ल अन्त्यसम्म हेरिदिनु सबलाई धन्यवाद अन्तिमसम्म हेरिदिनु अनि लाइक एन्ड सब्सक्राइब गरिदिनु प्लिज अनि नगरे पनि प्लिज गरिदिनु ओके नराम्रो लाग्यो भने कमेन्ट चाहिँ गरिदिनु है ल अब अन्त्यमा चाहिँ सबैलाई बाई बाई भन सबैलाई ल स्वस्थ रहनु होला मस्त रहनु होला अनि हाम्रो यस भ्लगलाई हेर्दै गर्नु होला यो कोरियाको यो नेपाली ग्याङ केटीहरूको चाहिँ म भ्लगहरू लिएर आउँदै गर्छु होइन ल सबलाई बाई बाई सी यु नेक्स्ट भ्लग
Okay, Jennifer.